बागलुङ माइस्थान मन्दिर भगवती मन्दिर पछाडिबाट देखिने यो अति सुन्दर दृश्य जहाँ मानिसहरू कमाइ जाने गर्छन्। पारीको ठाउँ पर्वत हो भने वारी बागलुङ हो। यो देखिएको कालीगण्डकी कोरिडोर जोडिने ठाउँ हो। यहाँबाट दृश्य अवलोकन गर्न सकिन्छ। यो बागलुङ भगवती मन्दिरको पछाडिको भ्यू पोइन्ट हो, जहाँ कोही जानेका मान्छेहरू मात्र घुम्न आउँछन्, तर बाहिरी पर्यटकहरू यहाँ खासै आएको पाइँदैन। त्यसै कारणले म यो भिडियो राखिदिएको छु। तपाईहरु अवश्य आउनु होला। यो ठाउँ अति नै रमाइलो छ। यहाँबाट हामीले छेउछेउको यो जङ्गलभित्रको बाटो भएर पनि हामी अर्को साइडमा निस्किन सक्छौँ। र अब म यो पछाडिको भागबाट मन्दिरतिर जाँदैछु। मन्दिर घुम्दै गर्दा पछाडिपट्टि यो भाग देखिन्छ। यहीँबाट भ्यू पोइन्ट जान सक्नुहुन्छ। मन्दिर घुमिसके पछाडि यो मन्दिरतिर फर्किँदाखेरि दायाँपट्टिको भागमा कालिजलाई र मृगलाई पालेर राखेको छ। यहाँ आएर हेर्न सक्नुहुन्छ। अहिले यहाँ एउटा कालिज देखिराखेको छ भने एउटा मृग बसिराखेको छ। प्रायलाई थाहा नहुन सक्छ, यो मन्दिरतिर फर्किँदाखेरि दायाँ भागमा अवस्थित छ। यसरी जालीले बारेर मृगलाई, कालिजलाई राखेको छ। स्थानीयहरूलाई त थाहा छ, तर बाहिरबाट आउनेहरूको लागि यो जानकारी गराउँदछु। अब म मन्दिरबाट फर्किँदैछु। आजको 9 वर्षको यात्रा बागलुङ कालिका भगवती दर्शन गरेर घर फर्किँदै बाटोमा यो बिपी पार्क भन्ने ठाउँ छ। एकदम रमाइलो ठाउँ छ। यहाँ पनि आएर दृश्य अवलोकन गर्न सक्नुहुन्छ। यो मन्दिरबाट नजिकै पर्छ, जहाँबाट हामीले कालीगण्डकी वरिपरिको दृश्यहरू अवलोकन गर्न सक्छौँ। यहाँ राम्रो बगैँचा पनि छ। यो बागलुङ जिल्ला हो भने पारीपट्टि पर्वत जिल्ला पर्छ। बीचमा कालीगण्डकी नदी बगिराखेको छ। धन्यवाद।